नमस्ते, 안녕하세요. म हुँ हजुरहरूकै कोरियन प्रशिक्षक राजेन राई। आज पनि म क्लासमा आइसकेको छु र आज चाहिँ हामी ढिला नगरिकन क्लासलाई स्टार्ट गर्नेछौँ। ल आउनुहोस् तपाईँहरू पनि। हामीले योभन्दा पहिला थुप्रै कुराहरू पढिसकेका छौँ है, बेसिक कुराहरू। सबभन्दा सुरुमा हामीले के पढ्यौँ? हानगुल 40 वटा हुन्छ भनेर पढ्यौँ। त्यस पछाडि कन्सोनेन्ट, सिङ्गल कन्सोनेन्ट 14 वटा, डबल कन्सोनेन्ट 5 वटा र सिङ्गल भवेल्स 10 वटा र मिक्स भवेल्स 11 वटा त्यो पढिसक्यौँ। त्यस पछाडि हामीले सिङ्गल कन्सोनेन्ट ख, न, थ, ल, फ यो हामीले जानिसक्यौँ र भवेलको आ, या, अ, य, ओ, यो, उ, यो, यी पनि जानिसकेका छौँ है त। आज हामी शब्द निर्माण गर्न सिक्छौँ। कोरियन शब्द पुरा कम्प्लिट हुनको लागि मैले तपाईँहरूलाई सुरुमा पनि भनेको थिएँ, सी र भी को मिक्स पछाडि मात्रै कोरियन शब्द चाहिँ पुरा हुन्छ है त। कन्सोनेन्ट र भवेल मिक्स भइसकेपछि मात्रै कोरियन भाषा चाहिँ एउटा अक्षर बनिन्छ भनेर सिक्नु होला। नेपालीमा त्यस्तो नभए पनि हुन्छ। नेपालीमा चाहिँ के हुन्छ भने तपाईँको कोरियामा चाहिँ सी र भी कन्सोनेन्ट र भवेल्सको मिक्स पछाडि मात्रै शब्द बनिन्छ, तर नेपालीमा त्यस्तो हुँदैन। नेपालीमा जस्तै कमल, कमल यसरी पनि तपाईँको नेपालीमा चाहिँ अक्षर बन्यो नि त। यो कन्सोनेन्टले मात्रै पनि नेपालीमा अक्षर बन्यो होइन त। हेर्नु त, क म ल भयो नि त। तर कोरियनमा चाहिँ तपाईँले कन्सोनेन्ट भनेको थाहा छ नि तपाईँले, ख, न, थ, ल वाला। कोरियनमा चाहिँ तपाईँले यस्तो लेख्नु भयो भने चाहिँ हुँदैन है त। कोरियनमा यो लेख्नुभयो भने चाहिँ अक्षर भएन, पुरा अक्षर भएन है। त्यही भएर चाहिँ तपाईँको चाहिँ तपाईँले जान्नुभयो नि। र अब कोरियनमा चाहिँ यो कन्सोनेन्टको पछाडि 5 वटा र कन्सोनेन्टको तलपट्टि 5 वटा। यसरी चाहिँ तपाईँको चाहिँ 5 वटा यो भवेल्स कन्सोनेन्टको पछाडिपट्टि लाग्छ र 5 वटा भवेल्स चाहिँ कन्सोनेन्टको तलपट्टि लाग्छ है त। त्यो कुरा हामी जान्नेछौँ, ध्यान दिएर हेर्नु होला। तपाईँको के अरे टार्गेट यो कोरिया भाषा पास गरेर चाहिँ कोरिया जान चाहनुहुन्छ भने त्यही अनुसारको तपाईँको मेहनत र त्यही अनुसारको तपाईँको चाहिँ लगन फोकस हुनुपर्छ है त। सामान्य तरिकाले सिकेर हुँदैन। मैले तपाईँले योभन्दा पहिलोचोटि पनि भनेको छु, टफ कम्पिटिसन भएकोले म यही कोरिया भाषाले चाहिँ पास गरेर कोरिया जाने हो भन्ने हो भने एकदम तपाईँ चाहिँ डेडिकेटेड भएर चाहिँ डिसिप्लिनमा रहेर पढ्नुपर्ने हुन्छ है त। यहाँ मैले केही लेखेको छु, तपाईँहरू ध्यान दिएर हेर्नु होला। कन्सोनेन्ट र भवेल्स जोडेर मात्र कोरियन अक्षर पुरा हुन्छ भने मैले तपाईँलाई अघि बताइसकेँ। यहाँ देख्नु सक्नुहुन्छ सी र भी कुनै पनि कन्सोनेन्टको दायाँपट्टिको ठाडो भवेल्सलाई जोडेर अक्षर बनाउन सकिन्छ। मैले भने नि तपाईँले 5 वटा चाहिँ कन्सोनेन्टको चाहिँ दायाँपट्टि जोडेर चाहिँ अक्षर निर्माण गर्न सकिन्छ, ठाडोवाला। यहाँ भनेको छु नि, दायाँपट्टिको ठाडो भवेललाई जोडेर चाहिँ अक्षर बनाउन सकिन्छ। अब ठाडोवाला भने मैले तपाईँहरूले बुझ्न सजिलो होस् भनेर यहाँ लेखिदिएको छु है, ठाडोवाला भव भनेर। ठाडोवाला चाहिँ कुन कुन? आ, या, अ, य, इ। यो चाहिँ जहिले पनि तपाईँको कन्सोनेन्टको दायाँपट्टि हुन्छ है त। याद गर्नु होला, आ, या, अ, य, इ। अब दायाँपट्टि कसरी राख्ने भन्ने कुरा यहाँ तपाईँलाई मैले इक्जाम्पल पनि दिएको छु है। यो के हो साथीहरू? ख हो नि त होइन। ख प्लस आ ले के भयो? खा। देख्नुभयो नि, यो पनि दायाँपट्टि छ होइन। यो दायाँपट्टि बस्यो नि।
ख प्लस यले के भयो साथीहरू ख्य, यो पनि दायाँपट्टि। ख प्लस इले ख प्लस अले के भयो ख, यो पनि दायाँपट्टि। ख प्लस यले के भयो ख्य, यो पनि दायाँपट्टि। र ख प्लस इले खि, यो पनि दायाँपट्टि। यो सबै दायाँपट्टि लाग्ने भर्बहरू हो भनेर बुझ्नु होला। 1 2 3 4 5 1 2 3 4 5 बुझ्नुभयो नि? यो भनेको चाहिँ कन्सोनेन्टको दायाँपट्टि लाग्ने भर्ब हो भनेर बुझ्नु होला तपाईहरुले। अब म तपाईलाई नेपालीमा पनि लेखिदिन्छु। यो तपाईहरुले कपीमा सार्नु होला। कपीमा सार्ने समय एकछिन तपाईहरुलाई। त्यो कुरा हामीले यो भन्दा अगाडिको कुरा चाहिँ बुझिसक्यौँ है त। पछाडिपट्टि लाग्ने कुराहरुलाई बुझिसक्यौँ हैन। अब शब्दको कन्सोनेन्टको तलपट्टि कन्सोनेन्ट माथि कन्सोनेन्ट र तलपट्टि भवेशलाई राखेर चाहिँ हामीले शब्द कसरी चाहिँ निर्माण गर्ने भन्ने कुरा अब यहाँ सिक्छौँ। ध्यान दिएर हेर्नु होला। मैले तपाईलाई अघि के भने 5 वटा भर्बहरु चाहिँ कन्सोनेन्टको दायाँपट्टि दाहिने साइडमा राखेर चाहिँ अक्षर निर्माण गरिन्छ र 5 वटा चाहिँ कन्सोनेन्टको तलपट्टि। अब यो कन्सोनेन्टको तलपट्टि राखेर चाहिँ कुन कुन भर्बलाई चाहिँ राख्ने भन्ने कुरा यहाँ ध्यान दिएर हेर्नु होला। यहाँ मैले लेखेको छु तपाईहरु हेर्नु होला। कन्सोनेन्टको तलपट्टि यी भर्बलाई राखेर अक्षर निर्माण गर्न सकिन्छ। यहाँ देख्न सक्नुहुन्छ ओ यो उ यु उ, यो चाहिँ तपाईको कन्सोनेन्टको तलपट्टि लाग्ने भर्बहरु हो है त। ओ यो उ यु उ है। अब यसलाई चाहिँ कसरी चाहिँ मतलब कसरी राख्ने भन्ने कुरा म तपाईलाई यहाँ सिकाउँछु। अक्षर प्रपरली अक्षरलाई चाहिँ निर्माण गर्न सिक्नुपर्छ है साथीहरु। एक्जाम्पलमा तपाईहरु हेर्न सक्नुहुन्छ यहाँ। हजुर एकछिन होला नगर, तिमी बाहिर जाऊ, मेरो काम छ यहाँ। एकछिन होला नगर भनेको मैले। यहाँ एक्जाम्पल मैले लेखिदिएको छु, यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु। यो के हो न, न प्लस ओले नो, न प्लस योले न्यू। यो शब्दको तल लागेको छ नि साथीहरु, शब्दको तलपट्टि है। न प्लस उले नु, न प्लस युले न्यू, न प्लस उले नु है। यसरी चाहिँ बनाउन सक्नुहुन्छ। 5 वटा शब्दको तल भनेको थिएँ नि तपाईहरुले, कुन कुन रहेछ 5 शब्दको तल लाग्ने, यो कुरा तपाईहरुले एकदम जान्न जरुरी छ है त। ओ यो उ यु उ, यो चाहिँ शब्दको तलपट्टि लाग्छ। अब यसरी मतलब यहाँ मैले तपाईले यो नबाट लेख्दिए नि, तपाईले यसलाई चाहिँ यसरी पनि लेख्न सक्नुहुन्छ। यसरी चाहिँ तपाईले
प्रपरली ख न थ ल म बस सबै एउटा अक्षरलाई चाहिँ यसरी राखेर चाहिँ गर्न सक्नुहुन्छ। मैले यहाँ तपाईँले ख लेखिदिएँ नि, ख प्लस ओ खो, ख प्लस यो ख्यो, ख प्लस उ खु, ख प्लस यो ख्यु, ख प्लस उले खु। यसरी तपाईँले चाहिँ सबै कन्सोनेन्टलाई चाहिँ लेखेर अभ्यास गर्नुहोला। यो पनि तपाईँ एकछिन सार्नुहोस्। हेर्न सक्नुहुन्छ साथीहरू, हामीले हिजो के पढ्यौँ भन्दा कन्सोनेन्ट र भवेल्स पढिसक्यौँ नि त होइन। यो कन्सोनेन्ट भनेको के हो? ख। यो के हो? न। यो के हो? थ। यो के हो? ल। यो के हो? म। ल तपाईँहरू भन्नुहोस्, यो के पुरै ख हो? होइन, आदि ख। यो आदि न है। पुरापुरी चाहिँ अक्षर बन्नको लागि के हुनुपर्छ साथीहरू? सी र भी को मिक्स हुनुपर्छ नि त। त्यो भएर यसमा मिक्स छैन, त्यही भएर यो चाहिँ आदि ख मात्रै हो। त्यो भएर आज हामी कन्सोनेन्ट र भवेल्सलाई मिक्स गरेर हामी कोरियन अक्षर बनाउन सिक्नेछौँ। यो बनाउन सिकिसके पछाडि तपाईँहरू कोरियन अक्षर लेख्न सक्नुहुन्छ है त। हेर्न सक्नुहुन्छ यहाँ फेरि पनि लास्टमा म तपाईँलाई सजिलो गरी बुझ्नुहोस् भनेर चाहिँ यहाँ लेखिदिएको छु। 5 वटा भवेल्सलाई हामी यो कन्सोनेन्टको दायाँपट्टि राखेर चाहिँ लेख्न सक्छौँ। जस्तै 5 वटा भवेल्समा कुन कुन पर्यो? आ, या, अ, य, इ चाहिँ 5 वटा जहिले पनि कन्सोनेन्टको पछाडिपट्टि हुन्छ, दायाँपट्टि। यो कुरा सिक्नु होला। अनि 5 वटा चाहिँ फेरि कन्सोनेन्टको तलपट्टि लाग्ने ओ, यो, उ, यु, उ चाहिँ जहिले पनि कन्सोनेन्टको तलपट्टि लाग्छ भनेर बुझ्नु होला। अब अक्षरलाई चाहिँ निर्माण गर्दा पनि ध्यान दिनुपर्ने कुराहरू, यो मैले तपाईँलाई यो के अरे अब अलिकति हामी यहाँ ध्यान दिन्छौँ अनि आजलाई हामी यति नै गर्छौँ है त। मैले तपाईँलाई शब्दको पछाडिपट्टि लाग्ने 5 वटा त भनिसकेँ, तर कसरी चाहिँ लाउने, कहाँ लाउने भन्ने कुरा यहाँ ध्यान दिनु होला। एकमा शब्दको पछाडि लाग्ने कन्सोनेन्टहरू फेरि पनि भन्नुहोस् तपाईँहरू। आ, या, अ, य, इ। यो कहाँ लाग्यो त? शब्दको पछाडि। शब्दको पछाडि लेख्दाखेरि यो जस्तै ख भयो नि, शब्दको पछाडि यसरी लेख्ने हो तपाईँले। फेरि शब्दको पछाडि भन्दा यो ख यहाँ अनि यहाँ पर यसरी लेख्नुभयो भने हुँदैन है त। तपाईँले नजिकमा लेख्नु होला, जोडाएर पनि होइन। जस्तै ख लेख्नुभयो भने यति लेख्नुभयो भने भयो। जस्तै अब ल यति लेख्नुभयो भने भयो। यसरी लेख्ने। म लेख्ने यसरी लेख्ने है। फेरि तपाईँले यो कन्सोनेन्ट म लेख्नुभयो अनि फेरि यो चाहिँ तपाईँको चाहिँ यसरी छोटो लेख्नुभयो भने भएन है त। फेरि यहाँ तपाईँले लेख्नुभयो जस्तै न अनि यसरी लेख्नु भने भएन। यो इलाई लेख्नु पर्यो भने इ। कन्सोनेन्ट बराबर यहाँ कन्सोनेन्ट भन्दा अलिकति लामो लेख्नुभयो भने पनि फरक परेन। बुझ्नुभयो नि? ब लेख्नु पर्यो भने यो पुरा ब होइन नि त, पुरा यो आधा ब मात्रै हो। यसलाई पुरा ब लेख्नु पर्यो भने ब प्लस यहाँ अ लेख्ने अनि ब। अब के भयो? पुरा ब हो। यहाँ कन्सोनेन्ट पनि छ, भवेल्स पनि छ, पुरा ब यसरी लेख्ने। अब तपाईँले ब लेख्नु पर्यो भने फेरि ब लेखेर यसो अझै छोटो लेख्नुभयो भने यो चाहिँ मान्य हुने छैन। यो कुरा बुझ्नुभयो होइन? ठिक छ। अब हामी शब्दको तल लाग्नेलाई पनि कसरी लेख्ने भन्ने कुरा सिक्छौँ।
यो शब्दको दाहिनेपट्टि लाग्ने भवेल्स। अब यो के अरे कन्सोनेन्टको तलपट्टि लाग्ने भवेल्स हामी पढ्छौँ। हामीले यो त क्लियर छौँ नि साथीहरू, कन्सोनेन्टको तलपट्टि लाग्ने भवेल्स। अब यसलाई कसरी लेख्ने भन्ने कुरा जस्तै हेर्नुहोस्, यो ख भयो होइन। अब यसलाई लेख्नु पर्यो भने यसो गर्ने, यसरी लेख्ने। फेरि तपाईँले ख यस्तो छ, तल लाग्ने त भन्नुभयो, यहाँ तल सिधा यसरी दिनुभयो भने चाहिँ मान्य हुने छैन। यसरी लेख्नु होला। यो उलाई चाहिँ फेरि यहाँ यस्तो लेख्ने होइन साथीहरू, यो ऊ चाहिँ यसको पनि लेख्ने नियम छ यसरी। अनि यो युलाई चाहिँ यो पनि यसरी, अनि यो उलाई शब्दको तल यसरी ऊ लेख्ने। बुझ्नुभयो नि। अब तपाईँले यो जोडाउने होइन, अलिक थोरै मात्र एक डट बराबरको ग्याप राख्नु होला। जोडाउँदा पनि फरक पर्दैन, तर प्याराग्राफहरूमा त्यसरी जोडेर आएको हुँदैन है, कुनै कुनै चाहिँ जोडेको हुन्छ। नलेख्नु पर्यो भने यसरी। मैले जोडाएको छु त, जोडाएको छैन नि। हो यसरी चाहिँ तपाईँहरूले लेख्नुपर्ने हुन्छ। अब थमा लेख्नु पर्यो भने यो, अब थको तल यसरी, यो के हो साथीहरू? थो। अब फेरि थोमा थको पछाडि यो थप्नु भयो भने थियो। अब थमा थु लेख्नु पर्यो भने थ प्लस उ थु। यसरी चाहिँ तपाईँहरूले मल्टिपल टाइम लेख्नु होला। लेखेर चाहिँ यता तपाईँले यसरी मैले जस्तै यहाँ कोरियनमा लेख्नुहोस् र यहाँ नेपालीमा पनि लेख्नुहोस्। यहाँ कोरियन नेपाली, कोरियन नेपाली यसरी लेख्नुभयो भने चाहिँ तपाईँको कोरियन पनि प्र्याक्टिस हुने भयो र नेपाली पनि प्र्याक्टिस हुने भयो। लेखेर पढेको कुराहरू चाहिँ हामीलाई याद गर्न सजिलो हुन्छ र छिटो त्यो कुराहरूले याद पनि गरिन्छ। अनि अब साथीहरू आजले हाम्रो क्लास यहीँ, र लास्टमा फेरि पनि एकचोटि भन्छु, आज हामीले के सिक्यौँ? कोरियन अक्षर बनाउन सिक्यौँ। यो हामीले पहिला पढेको ख न थ ल वाला कुनै पनि के अरे कम्प्लिट अक्षर होइन भनेर सिक्यौँ। कोरियन अक्षर बन्नको लागि सी र भी कन्सोनेन्ट र भवेल्सको मिक्स हुनुपर्छ भन्ने कुरा सिक्यौँ। र कन्सोनेन्टको पछाडि लाग्ने 5वटा ठाडो होरिजोन्टल भर्टिकल भब, कन्सोनेन्टको पछाडि लाग्ने ठाडो 5वटा भबहरू हामीले सिक्यौँ। के रहेछ त्यो? आ, या, अ, य, इ। आ, या, अ, य, इ चाहिँ जहिले पनि कन्सोनेन्टको दायाँपट्टि लाग्छ भन्ने कुरा जान्यौँ। र हामीले अर्को कुन जान्यौँ? कन्सोनेन्टको तलपट्टि लाग्ने भब ओ, यो, उ, यु, उ चाहिँ जहिले पनि कन्सोनेन्टको तलपट्टि लाग्छ भनेर सिक्यौँ। र हामीले अक्षर बनाउनु पनि सिक्यौँ है त, होइन त? सामान्य अक्षर बनाउनु सिक्यौँ। तपाईँहरूले यसरी चाहिँ अक्षर बनाउन सक्नुहुन्छ। र साथीहरू आजले हाम्रो क्लास यहीसम्म। फेरि पनि हामी भोलि थप सिक्छौँ अझै है। यो तपाईँहरूले मल्टिपल टाइम अभ्यास गर्नु होला, धेरैभन्दा धेरै टाइम लेख्नु होला। सबै अक्षरको पछाडि लाग्ने भर र तल लाग्ने भरलाई राखेर चाहिँ प्र्याक्टिस गर्नु होला।